मिन्नासान कोनिचिवा ओहायो गोजाइमास ओगेन्की देशका सायद सन्चै हुनुहुन्छ होला र आज चाहिँ हामीले लेसन 8 को टोटल भोकाबुलेरीहरू लिएर आएका छौं। नगरिकन सुरु गरौँ है त। सुरुमा छ सामुई। सामुई भनेको चिसो भन्ने हुन्छ। जाडो भन्नु पर्यो भने सामुई भनिन्छ। यो प्रायसो वेदरसँग सम्बन्धित मात्रै हुन्छ। आज चिसो छ भन्नु पर्यो भने केउवा सामुई देश भनेर भन्नु पर्यो। अर्को छ आचुई। आचुई भनेको तातो भन्ने हुन्छ। गर्मीमा तातो हुन्छ भन्नु पर्यो भने नाचुवा आचुई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को चुमेताई। चुमेताई भनेको चिसो भन्ने हुन्छ। कुनै पनि चीज छाम्दा चिसो हुन्छ नि त्यसलाई चाहिँ चुमेताई भनेर भनिन्छ। म चिसो पानी पिउँछु भन्नु पर्यो भने चुमेताई मिजु ओ नोमिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओमोई। ओमोई भनेको गरुङ्गो भन्ने हुन्छ। यो सामान गरुङ्गो छ भन्नु पर्यो भने कोनो निमो चुवा ओमोई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ खारुई। खारुई भनेको हल्का हलुङ्गो भन्ने हुन्छ। यो हल्का झोला हो भन्नु पर्यो भने खारुई खाबान देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ यासासी। यासासी भनेको दयालु भन्ने हुन्छ। दयालु सजिलो भन्ने हुन्छ। जस्तै यो प्रश्न सजिलो छ भन्नु पर्यो भने कोनो मन दाइवा यासासी देश भनेर। त्यस्तै अर्को छ मुजुखासी। मुजुखासी भनेको अप्ठ्यारो गाह्रो भन्ने हुन्छ। जापानी भाषा गाह्रो छ भन्नु पर्यो भने निहोङ्गो वा मुजुखासी देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ताक्खाई। ताक्खाई भनेको महँगो पनि हुन्छ अल्को पनि हुन्छ। जस्तै यो घडी महँगो छ भन्नु पर्यो भने कोनो तोक्केई वा ताक्खाई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ यासुई। यासुई भनेको सस्तो चिप भन्ने हुन्छ। जस्तै म सस्तो पसलमा किन्छु भन्नु पर्यो भने यासुई मिसे दे खाइमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओक्की। ओक्की भनेको ठुलो लार्ज भन्ने हुन्छ। जस्तै मलाई ठुलो कोठा चाहिएको छ भन्नु पर्यो भने ओक्की हेयागा होसी देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चिसाई। चिसाई भनेको सानो लिटल भन्ने हुन्छ। म सानो माछा खान्छु भन्नु पर्यो भने चिसाई साखाना हो ताबेमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ आतारासी। आतारासी भनेको नयाँ न्यू भन्ने हुन्छ। मैले नयाँ जुत्ता किने भन्नु पर्यो भने आतारासी कुचु हो खाइमासिता भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ फुरुई। फुरुई भनेको पुरानो भन्ने हुन्छ। यो पुरानो बाइक हो भन्नु पर्यो भने फुरुई बाइकु देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ई भन्ने हुन्छ। यो ई पनि भनिन्छ भनेको राम्रो भन्ने हुन्छ। जस्तै राम्रो सङ्गीत छ है भन्नु पर्यो भने ई ओन्गाकु देशने भन्नु पर्यो। त्यस्तै अर्को वारुई। वारुई भनेको नराम्रो ब्याड भन्ने हुन्छ। यो नराम्रो समाचार हो भन्नु पर्यो भने वारुई न्युसु देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ किरेई। किरेई भनेको सुन्दर सफा भन्ने हुन्छ। जस्तै यो सुन्दर फुल हो भन्नु पर्यो भने किरेई ना हाना देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ निगियाका। निगियाका भनेको भिडभाड चहल पहल आदि भन्ने हुन्छ। जस्तै यो चहल पहल भएको सहर हो भन्नु पर्यो भने निगियाका ना माची देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सिजुका। सिजुका भनेको शान्त भन्ने हुन्छ। यो शान्त कोठा हो भन्नु पर्यो भने सिजुकाना हेया देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ युमेई। युमेई भनेको प्रसिद्ध फेमस भन्ने हुन्छ। यो प्रसिद्ध मन्दिर हो भन्नु पर्यो भने युमेइना ओतेरा देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ हान्सामु। हान्सामु भनेको ह्यान्डसम भन्ने हुन्छ। उहाँ आकर्षक व्यक्ति हुनुहुन्छ ह्यान्डसम व्यक्ति हुनुहुन्छ भन्नु पर्यो भने हान्सामुना हिदो देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ बेनरी। बेनरी भनेको सुविधाजनक भन्ने हुन्छ। जस्तै यो सुविधाजनक ठाउँ हो भन्नु पर्यो भने बेनरीना तोकोरो देश भनेर भन्नु पर्यो।
जस्तै अर्को छ फुबेन। फुबेन भनेको असुविधाजनक भन्ने हुन्छ। यो ठाउँ असुविधाजनक छ भन्नु पर्यो भने कोकोवा फुबेन देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ गेन्की। गेन्की भनेको हेल्दी स्वास्थ्य भन्ने हुन्छ। त्यस्तै तपाईँ स्वस्थ हुनुहुन्छ भनेर सोध्नु पर्दा ओगेन्की देशका भनेर भन्नु पर्यो। त्यस्तै अर्को कुचु। कुचु भनेको जुत्ता भन्ने हुन्छ। म नयाँ जुत्ता लगाउँछु भन्नु पर्यो भने आतारासी कुचु ओ हाकिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ टिस्याचु। टिस्याचु भनेको टी सर्ट भन्ने हुन्छ। म टी सर्ट किन्छु भन्नु पर्यो भने टिस्याचु ओ खाइमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओतेरा। ओतेरा भनेको मन्दिर भन्ने हुन्छ। बौद्धिस्टहरूको मन्दिर गुम्बा आदिलाई पनि ओतेरा भनिन्छ। म प्रसिद्ध मन्दिर जान्छु भन्नु पर्यो भने युमेइना ओतेरा नि इकिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ माची। माची भनेको सहर भन्ने हुन्छ। कस्तो सहर हो भनेर सोध्नु पर्यो भने दोन्ना माची देशका भनेर भन्नु पर्यो। अर्को छ तोत्तेमो। तोत्तेमो भनेको धेरै एकदमै भन्ने हुन्छ। एकदमै चिसो छ भन्नु पर्यो भने तोत्तेमो सामुई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ आम्मारी। आम्मारी भनेको धेरै भन्ने हुन्छ। तर यो नेगेटिभमा मात्रै प्रयोग हुन्छ। जस्तै धेरै तातो छैन भन्नु पर्यो भने आम्मारी आचुकुनाई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ कलरहरू। जस्तै सिरोई भनेको सेतो, कुरोई भनेको कालो, आखाई भनेको रातो, आओ भनेको निलो। म कालो जुत्ता किन्छु भन्नु पर्यो भने कुरोई कुचुओ खाइमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ साकुरा। साकुरा भनेको चेरी फुल भन्ने हुन्छ। यो सुन्दर चेरी फुल हो भन्नु पर्यो भने किरेइना साकुरा देश भनेर भन्नु पर्यो। अर्को छ यामा। यामा भनेको पहाड, हिमाल आदि भन्ने बुझिन्छ। अग्लो पहाड छ है भन्नु पर्यो भने ताक्खाई यामा देशने भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ दो। दो भनेको कस्तो भन्ने हुन्छ। जस्तै जापानको जीवन कस्तो छ भनेर सोध्नु पर्यो भने निहोङ्गो नो सेइगाचु वा दो देशका भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ दोन्ना। यो भनेको कस्तो किसिमको भन्ने हुन्छ। कस्तो किसिमको खाना मन पर्छ भनेर सोध्नु पर्यो भने दोन्ना ताबे मोनोगा सुकी देशका भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ दोरे। दोरे भनेको कुन भन्ने हुन्छ। 3-4 वटामा कुनै पनि चुज गर्नु पर्दाखेरि दोरे भन्ने कुरा युज गरिन्छ। तपाईको झोला कुन हो भन्नु पर्यो भने आना तानो खाबान वा दोरे देशका भनेर भन्नु पर्यो। त्यस्तै अर्को तोकोरो। तोकोरो भनेको ठाउँ, प्लेस भन्ने हुन्छ। यो राम्रो ठाउँ हो भनेर भन्नु पर्यो भने कोकोवा इ तोकोरो देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सेइगाचु। सेइगाचु भनेको जीवनशैली, जीवन, लाइफस्टाइल भन्ने हुन्छ। जापानको जीवन रमाइलो छ भनेर भन्नु पर्यो भने निहोन्गो सेइगेचु वा तानोसी देश भनेर भन्नु पर्यो।